दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ नेपालको चर्चित अभिनेत्री, डान्सर साथै मोडेल जसले आफ्नो यात्राको स्टार्ट चाहिँ मोडेलिङ क्षेत्रदेखि आफ्नो कदम बढाउनु भएको थियो र अहिले उहाँ चाहिँ सिनेमा जगतमा स्थापित हुनुहुन्छ। उहाँ चाहिँ एलिसा राई हुनुहुन्छ। दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ नेपालको चर्चित एक्ट्रेस, मोडेल साथै डान्सर एलिसा राईको लाइफस्टाइल एवं सर्ट बायोग्राफीको बारेमा चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, करियर, इन्कम, फ्यामिली साथै उहाँको बोयफ्रेन्ड र चलचित्रहरूको बारेमा चर्चा गर्नेछौँ। तपाईहरु यदि एलिसा राईको फ्यान फलोइङ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनुहोला। साथै हजुरहरूलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ कमेन्टमा प्रतिक्रिया लेख्नु नबिर्सिनुहोला। दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी नेपालको चर्चित एक्ट्रेस, मोडेल साथै डान्सर एलिसा राईको लाइफस्टाइल तर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ एलिसा राई भने उहाँको निकनेम रहेको छ बुनु। एलिसा राईको डेट अफ बर्थ रहेको छ 5 जनवरी 1996 भने उहाँ चाहिँ अहिले 2026 को अनुसार 30 इयर्स पुगिसक्नु भइसकेको छ। एलिसा राईको बर्थ प्लेस भन्नुपर्दा उहाँ चाहिँ खटाङ नेपालमा जन्मिनु भएको थियो भने अहिले हाल करेन्ट रेसिडेन्ट चाहिँ काठमाडौँमा बस्नुहुन्छ। एलिसा राई नेसनालिटीले चाहिँ नेप्लिस हुनुहुन्छ भने उहाँको रिलिजन किराती रहेको छ। एलिसा राई प्रोफेसनले एउटा एक्ट्रेस, मोडेल साथै डान्सर हुनुहुन्छ। आउनुहोस् दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी नेपालको चर्चित मोडेल, डान्सर, एक्ट्रेस एलिसा राईको फिजिकल स्टेटसको बारेमा चर्चा गर्नेछौँ। उहाँको हाइट रहेको छ 5 फिट 5 इन्च भने उहाँको वेट रहेको छ एप्रोक्स 52 किलोग्राम। आई कलर रहेको छ ब्ल्याक साथै हेयर कलर पनि ओरिजिनली ब्ल्याक नै रहेको छ। एलिसा राईको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ ब्याचलर डिग्री भने उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ कान्तिपुर इङ्ग्लिस हाई स्कुलमा पढ्नु भएको थियो। साथै उहाँले आफ्नो कलेजको पढाइ चाहिँ युनाइटेड कलेज ललितपुरदेखि अध्ययन गर्नुभएको थियो। दर्शकबिन अब हामी समयले खेर नफाली नेपालको चर्चित एक्ट्रेस, मोडेल, डान्सर एलिसा राईको करियर तर्फ लाग्नेछौँ। दर्शकबिन एलिसा राईको जन्म चाहिँ खटाङमा भएको थियो। उहाँ चाहिँ एउटा मिडल क्लास फ्यामिलीदेखि बिलोङ गर्नुहुन्छ। दर्शकबिन एलिसा राईले आफ्नो करियरको स्टार्ट चाहिँ मोडेलिङदेखि गर्नुभएको थियो। उहाँले आफ्नो कलेजको पढाइ पढ्दै यता मोडेलिङ क्षेत्रमा आफ्नो कदम बढाउनु भएको थियो। उहाँले चाहिँ मोडेलिङ गरिसकेर पनि काम नपाएर धेरै भौतार्दै हिँड्नु भएको थियो। त्यसपछि उहाँलाई चाहिँ सर्ट मुभिजहरूतिर छोटो छोटो रोलहरू पाउँदै जानु भएको थियो। त्यसपछि उहाँ चाहिँ बिस्तारै हार्डवर्क गर्दै अगाडि बढ्दै उहाँले चाहिँ म्युजिक भिडियोजहरूमा खेल्ने अवसरहरू पाउनु भएको थियो। उहाँलाई चाहिँ अहिले सिनेमा जगतमा भन्दा पनि उहाँलाई चाहिँ एउटा म्युजिक भिडियोजमा खेल्ने एउटा मोडेल भनेर चिनिनुहुन्छ। दर्शकबिन एलिसा राईले चाहिँ म्युजिक भिडियो साथै साथ सिनेमामा पनि उहाँले चाहिँ डेब्यु गर्नुभएको छ। उहाँले चाहिँ लुट्टु र बिनायो जस्तै चलचित्रमा उहाँले चाहिँ अभिनय गर्नुभएको छ। दर्शकबिन एलिसा राई चाहिँ अहिले नेपालकै टप मोडेलमा गनिनुहुन्छ। उहाँले चाहिँ धेरै म्युजिक भिडियोजहरूमा अभिनय गर्नुभएको छ। उहाँको चर्चित म्युजिक भिडियोजको नाम भन्नुपर्दा उहाँले चाहिँ ठमेल बजार, भुन्टी, गाउँ की गोरी, हे साइली, निर्माया, रेटिङ, नाइ मलाई थाहा छैन र यो कुरा गप्य जस्तै सुपरहिट म्युजिक भिडियोजमा उहाँले अभिनय गर्नुभएको छ। साथै उहाँले चाहिँ चलचित्र चाहिँ लुट्टुदेखि आफ्नो डेब्यु गर्नुभएको थियो। उहाँले चाहिँ लुट्टु र बिनायो जस्तै चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ। दर्शकबिन एलिसा राईको रिलेसन स्टेटसको बारेमा भन्नुपर्दा उहाँ चाहिँ अहिले रिलेसनमा हुनुहुन्छ, तर पनि उहाँले चाहिँ कोसँग रिलेसनमा हुनुहुन्छ भनेर अहिलेसम्म उहाँले मिडियामा परिचय गराउनु भएको छैन। साथै एलिसा राईको फ्यामिलीमा उहाँको फादर, मदर साथै एकजना ब्रदर हुनुहुन्छ। आउनुहोस् दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी नेपालको चर्चित एक्ट्रेस, मोडेल साथै डान्सर एलिसा राईको इन्कम तर्फ लाग्नेछौँ। उहाँले एक महिनामा आफ्नो इन्कम, आफ्नो परिश्रम कति कमाउनुहुन्छ त? दर्शकबिन एलिसा राईले चाहिँ करिब 1 लाखदेखि 1.5 लाख पर मन्थ कमाउनुहुन्छ। उहाँले चाहिँ चलचित्र,
म्युजिक भिडियो साथै उहाँले चाहिँ फेसबुक पेजहरूदेखि कमाउनुहुन्छ। साथै उहाँको अहिलेसम्मको नेटवर्थ भन्नुपर्दा दर्शकबिन मोडेल एलिसा राईसँग चाहिँ करिब 80 लाखदेखि 1,20,00,000सम्मको उहाँको नेटवर्थ रहेको छ। यो थियो नेपालको चर्चित एक्ट्रेस, मोडेल साथै डान्सर एलिसा राईको लाइफस्टाइल एवं सर्ट बायोग्राफी। तपाईहरूलाई यदि यो भिडियो मन परे च्यानललाई सब्सक्राइब गरी भिडियोलाई एक लाइक गर्नु नबिर्सिनु होला। साथै हजुरहरूलाई को सेलिब्रेटीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ कमेन्टमा प्रतिक्रिया लेख्नु नबिर्सिनु होला।